नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले इन्स्टिच्युट अफ इन्जिनियरिङ थापाथली क्याम्पसको सहकार्यमा यो संयुक्त रूपमा आयोजना भएको यो मोबिलिटी संवादमा भाग लिन पाउँदा र यो कार्यक्रम सहजीकरण गर्न पाउँदा म असाध्यै खुसी छु। भेहिकल एसेम्ब्ली सिकेडी अथवा कम्प्लिटली नकडाउन विषयमा प्राविधिक प्रस्तुतिकरण र प्यानल डिस्कसन हुनेछ। CKD assembly should be viewed not merely as a technical process but as part of Nepal's broader development pathway linking youth employment, startups, clean energy and sustainable mobility. हामीले सिकेडीलाई कसरी हेर्नु पर्यो त भन्दा सिकेडीलाई चाहिँ फर्स्टमा त कस्ट इफिसियन्सीको रूपमा चाहिँ हामीले बुझ्नु पर्यो। गभर्नमेन्टले ट्याक्सको रूपमा मात्रै नभएर ओभरअलमा इकोनोमीको रूपमा चाहिँ हामीलाई गभर्नमेन्टले यसलाई बुझ्नुपर्ने हुन्छ। त्यसै गरी यसबाट हामीलाई स्किल र टेक्नोलोजी ट्रान्सफर हुन्छ भनेर हामीले यसलाई बुझ्नु पर्यो। त्यसै गरी मार्केट एसेसिबिलिटी र हाम्रो ग्लोबल जुन कम्पिटिसन छ त्यससँग अलाइन हुन सक्ने खालको क्यापेसिटी पनि यसले हामीलाई डेभलप गर्छ। चाहिँ समय अनुकूल राम्रो बनाउनको लागि पछिल्लो समय यो नाइमा समेतसँग मिलेर हामीले एउटा नेपालमा सवारी साधन आयात गर्दा त्यसलाई उत्पादन गर्दा र त्यसलाई एसेम्बल गर्दाखेरि बेसिक नर्म्सहरू के पुरा गर्नुपर्छ भन्ने विषयमा हामीले चाहिँ एउटा मापदण्ड बनाउँदैछौँ। त्यो एकदम अन्तिम चरणमा छ। हामी रुल्स एन्ड रेगुलेसन बनाउँदाखेरि जहिले पनि इम्पोर्ट गरेको गाडीको अनुसारले मात्रै बनाउँछौँ। हामीले धेरैचोटि बिर्सिन्छौँ कि लोकल म्यानुफ्याक्चरिङ हुँदाखेरि त्यसलाई चेन्ज गर्नको लागि केही समय चाहिँदो रहेछ। कुनै पनि अटोमोबाइल इन्डस्ट्री देशमा फस्टाउने हो भने माथि चाहिँ असेम्ब्ली इन्डस्ट्री हुनुपर्छ। असेम्ब्ली इन्डस्ट्री भयो भने मात्रै कम्पोनेन्ट म्यानुफ्याक्चरिङ सम्भव हुन्छ र कम्पोनेन्ट म्यानुफ्याक्चरिङ सुरु भएपछि R&D सम्भव हुन्छ। हामीले नेपालको कन्टेक्स्टमा हेर्ने हो भने इन्डस्ट्री र एकाडेमिया जुन दुईवटा संस्था छ यो दुईवटा संस्था बिच चाहिँ एकदमै ठुलो ग्याप भएको चाहिँ हामी पाउँछौँ। यो ग्यापलाई फुलफिल चाहिँ कसरी गर्न सक्छौँ? इन्डस्ट्रीले आफैले रिसर्च कमै गर्छ जस्तो लाग्छ मलाई। तर हाम्रो जस्तो इन्स्टिट्युसनले जहाँ हामी टिचिङ लर्निङ गर्दैछौँ यहाँ त हाम्रो रिसर्च गर्नुपर्ने बाध्यता नै छ। जबकि विद्यार्थीले रिसर्च गर्ने टपिक पाइरहेको हुँदैनन्, केमा रिसर्च गरौँ भन्ने कुरामा अल्मलिरहेको हुन्छन् भने इन्डस्ट्रीसँग यसरी हामीले संवाद गरेर रिसर्चका कुराहरू हाम्रै प्लेटफर्मबाट पनि चाहिँ हुनसक्ने म ब्यौरा यहाँहरूलाई म अनुरोध गर्न चाहन्छु। अनि भोलिको दिनमा सिकेडी गरेर नेपालमा गाडी बनाउँदै गर्दाखेरि चाहिँ त्यो ब्रान्डलाई हामीले ट्रस्ट गर्ने आधार चाहिँ के छ त? जस्तो पहिले पनि मैले सुनेअनुसार भियतनाममा सिकेडी गरेको गाडीहरू बनाइयो, 1-2 वर्ष चल्यो, अनि त्यसपछि फेरि अहिले हेर्दाखेरि चाहिँ इम्पोर्टेड गाडीकै डिमान्ड बढी भएको देखिन्छ। असेम्बल गरेको ब्रान्डहरूलाई तपाईँले विश्वास गर्न सक्नुहुन्छ र त्यही नै गुणस्तर तपाईँले पाउनुहुन्छ। कुनै ब्रान्ड त्यसमा लाग्छ भने त्यसले एउटा प्रमिस पनि गरेको हुन्छ कि यो के हो भनेर, होइन? किनभने यो मानव जीवनसँग खेलवाड कसैले पनि गर्न सक्दैन। नाइमा नाडा जुन हाम्रो अटोमोबाइल क्षेत्रको संस्थाहरू हुनुहुन्छ, होइन, उहाँहरूसँग 1-2 चरणको छलफलहरू पनि भयो र त्यसलाई चाहिँ खास गरेर नेपालमा आउने सवारी साधनको मिनिमम स्ट्यान्डर्ड चाहिँ के हुनुपर्छ, त्यसको क्वालिटीमा कहाँ कम्प्रोमाइज हुने ठाउँहरू छ त्यसलाई चाहिँ कसरी नियमन गर्न सकिन्छ, त्यसका स्पेयर पार्ट्सहरू खास गरी नेपालमा आएर एसेम्बल गर्दाखेरि स्पेयर पार्ट्सहरूको क्वालिटीलाई कसरी म्यानेज गर्ने, ती कुराहरू पनि त्यसमा हामीले राखेका छौँ। आज यो मोबिलिटी संवाद हुँदै गर्दाखेरि होइन, म्यानुफ्याक्चरर पनि हुनुहुन्छ, पोलिसी मेकर्स पनि हुनुहुन्छ, तपाईँहरूको हाम्रो एकाडेमिक्ससँग चाहिँ के छ एक्सपेक्टेसन्स, हामीबाट के एक्सपेक्टेसन्स राख्नुभएको छ दुवैजनाले, र फेरि म्यानुफ्याक्चरले पोलिसी मेकर्स र हामी एकाडेमिक्सबाट चाहिँ के एक्सपेक्टेसन्स राख्नुभएको छ? अनि यो इन्जिनियरिङ अध्ययन संस्था जस्तै अरू संस्थाहरू पनि छन्, होइन, तिनीहरूको पार्टिसिपेसन पोलिसी मेकिङमा कतिको छ? तपाईँले उठाउनु भएको प्रश्न एकदमै महत्त्वपूर्ण के छ भने उद्योग र एजुकेसनमा चाहिँ एकदमै समन्वय हुन जरुरी छ। किनभने तपाईँहरू ग्रेजुएट हुन बित्तिकै यु सुड बी इधर त अब या त तपाईँ आफ्नै काम गरिराख्नु भएको छ या इम्प्लोइमेन्ट लिने हो भने इम्प्लोइमेन्ट रेडी हुनु पर्यो। एउटा चाहिँ छुट्टै इन्स्टिच्युट चाहिँ हुनुपर्छ जसले निष्पक्ष रूपमा चाहिँ टेस्टिङ गरोस्, होइन, ल्याबको टाइपमा। इन्डस्ट्री र एकाडेमिक्समा एकाडेमिक इन्स्टिट्युसनमा ग्याप भयो, होइन, भनेको हाम्रो इन्स्टिट्युटबाट पास भएर गएको मेन पावर भोलि इन्डस्ट्रीमा चाहिँ काम गर्न सक्ने खालको झ्याप्पै स्किल्स उसँग भएन। जुन प्यारेन्ट्स कम्पनीहरूले जुन इन्डस्ट्रीले यति धेरै खर्च गरिरहेछ त्यो सिकेडी गर्दाखेरि त्यसको बेनिफिट चाहिँ हामी नेपालले लिन सकिन्छ, हामी जस्तो देशले लिन सकिन्छ। इन्जिनियरिङमा लाग्दाखेरि त्यो इन्जिनियरिङ जब जति बेला काम लाग्छ त्यति बेला कति बेला भने तपाईँको गाडी चलाउने मान्छे र बस्ने मान्छे
फुल त्यो गाडीको बारेमा नलेजफुल हुन्छ, जानकार हुन्छ। इन्डस्ट्री र एकाडेमियामा पनि ग्याप छ, ठुलो ग्याप छ। इन्डस्ट्रीले एकाडेमियालाई नपत्या हो कि एकाडेमियाले इन्डस्ट्रियललाई नपत्या हो, अथवा अर्को सबैभन्दा गम्भीर समस्या पनि छ, गभर्मेन्टले पनि एकाडेमियालाई पत्याइरहेको छैन। समाजप्रति र जनताप्रति त जहिले पनि गभर्मेन्ट लायबल छ नि त। त्यही भएर नियमन गर्ने विषयमा चाहिँ कस्ता कार्यविधि अथवा नियम अवलम्बन गर्न पर्ने हो त, त्यसको सायद प्रपर इनपुट गभर्मेन्टलाई एकाडेमियाले दिन सक्छ।